म आज बताउन गइरहेको छु नेपालको नम्बर 5 युट्युबरहरू है। म युट्युबमा सर्च गर्छु अनि तपाईँहरू सबै युट्युब च्यानलहरू जुन 5 वटा छन् नम्बर 1 देखि नम्बर 5 सम्मको फलोवर्सहरू म तपाईँलाई बताउन गइरहेको छु। नम्बर 1 मा छ आयुष एन्ड अवे। उनीहरूको लास्टै इन्टरटेनमेन्ट खालको भिडियोहरू हुन्छ हैन। ठ्याक्क विदेशीहरू टाइपको हुन्छ, च्यालेन्जहरू हुन्छ अनि रियाक्ट्सहरू अनि यताउता सबै यस्तो बवाल हुन्छ नि उनीहरूको भिडियो। आयुष एन्ड अवे हैन। अनि अर्को छन् ह्यान्ड आर्ट्स एन्ड क्राफ्ट्स भन्ने, जसको 11.9 मिलियन छ। अघि आयुष एन्ड अवेको नम्बर 1 युट्युबर हो उसको चाहिँ 13.3 मिलियन छ भनेपछि ह्यान्ड आर्ट्स एन्ड क्राफ्ट्स भन्ने छ एउटा युट्युब च्यानल, त्यसको चाहिँ 11.9 मिलियन युट्युब छ है, के अरे सब्सक्राइबरहरू छ। ह्यान्ड्स एन्ड क्राफ्ट्स 02 आइहाल्यो। यो हो। यसमा पनि यस्तो दामी क्रिएटिभ कुराहरू छ नि हैन। तपाईँहरूलाई हेऱ्यो भने रिल्सहरू आउँछ होला प्रायः जस्तो, त्यो आउने भनेको त्यही ह्यान्ड आर्ट्स एन्ड क्राफ्ट्स भनेको हो। यो लगभग 11.9 मिलियन छ उसको चाहिँ। अनि तेस्रो नम्बरमा छ बिकु इन्टरटेनमेन्ट। बिकु इन्टरटेनमेन्ट चाहिँ यस्तो बवाल छ उसको चाहिँ, अब लगभग 10.5 मिलियन सब्सक्राइबर रहेछ हैन। 10.4 सब्सक्राइबर छ उसको चाहिँ। यो प्राय हजुरआमासँग बनाएको हामीले टिकटकमा पनि देखिरहेको हुन्छौँ हैन भिडियोहरू। अनि उसको चाहिँ यो डिआइवाईमा एउटा कार्टुनहरू बच्चा बच्चीहरूले हेर्ने यताउता त्यही भिडियो बनाइरहन्छ उसले चाहिँ। त्यस्तै खालको भिडियोहरू बनाउँछ। यस्तो दामी छ यो नम्बर 3 मा पर्ने। अनि अर्को छ 4 नम्बरको फेरि 10.2 मिलियन भएको है। यो चाहिँ 10.2 मिलियन भएको चाहिँ लिका गेमिङ भन्ने छ। लिका गेमिङ कार्टुन सहित अनि यसको छुट्टा के किसिमका गेमहरू खेल्ने रहेछ। यो ठ्याक्कै कस्तो इन्टरनेसनल खालको विदेशीहरू टाइपको बनाउँछ कि यिनीहरूले यस्तो बवाल छ यो। हामीले यिनीहरू यस्तो 4 नम्बरमा आछन् नेपालको भन्ने पनि हामीलाई थाहा थिएन होला हैन। अनि अर्को चाहिँ